हेलो, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी यस्तो ठाउँको खोजीमा गइरहेछौँ जुन धरतीको पहिलो तीर्थस्थल मानिन्छ, हिन्दूहरूको पहिलो तीर्थस्थल भनिन्छ। परापूर्व कालमा सत्ययुगमा पृथ्वीलाई चाहिँ पाताल मुनि राख्दाखेरि भगवान विष्णुले चाहिँ वराह अवतार लिएर पृथ्वीलाई निकालेको ठाउँलाई वराह क्षेत्र भनिन्छ मानिन्छ। त्यही खोजीमा हामी हिँडिरहेछौँ। इत्यादिदेखि त निस्केको छौँ। हामीले हेरिरहेका छौँ साइडमा कति राम्रो मनोरम दृश्यहरू देख्छौँ। हामी चाहिँ बाइकमा निरन्तर अघि बढिरहेछौँ। अब डोबा त आइपुगेको छ। हामी साथीहरूलाई पर्खिँदैछौँ साथीहरू कहाँ छन् भनेर। हामी चाहिँ 6 जना 3टा बाइकमा डबल रोडमा हिँडिरहेको छौँ। इटेरो देखेर त अघि बढिरहेछौँ। हामी चतरा जाने बाटोतिरबाट अघि बढिरहेको छ। हेर्न सक्नुहुन्छ तपाईँ। हामी चाहिँ यहाँ ठुलो बाटोमा आइसकेका छौँ। यति आएको रहेछ। अर्को बाइक अर्को आउँदैछ। अब कतिखेर हो यो चाहिँ म यात्रा अरे हाम्रो बरा क्षेत्रसम्मको दारी फेरि डेन्जर काट्नु भएर नि त दारी यता छैन यता अलिकति यता के हो यस्तो यस्तै हो। हामी चाहिँ सुनसान बाटो निरन्तर अघि बढिरह्यौँ। एकछिनमै हाम्रो यहाँ गेट प्रवेश गरेको छौँ हामी बरा क्षेत्र जाने गेट। अब हामी लगभग बरा क्षेत्र करिब आइसकेका छौँ। यसो साइडमा हेर्दाखेरि हेर्नु कति मनोरम दृश्य छ। त्यसै नेपाललाई हरियो नेपालको धन भनिएको होइन रहेछ नि त। हेर्न सक्नुहुन्छ तपाईँले चारैतिर कति हरियाली छाएको छ। हामी पहाडको बाटो हुँदै चतरा आइसकेका छौँ र चतराबाट चाहिँ अब हामीले चाहिँ यता उत्तर दिशातिर लाग्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ उत्तर दिशातिर चाहिँ एउटा सानो गेट छ। त्यो गेटबाट चाहिँ हामीलाई छिर्नु छ। हामी चाहिँ साथीहरूको पर्खाइमा थियौँ। साथी आइसकेपछि हामी चाहिँ त्यो गेटबाट प्रवेश गऱ्यौँ। हेर्न सक्नुहुन्छ कति राम्रो कति मनोरम दृश्यहरू छ। हेर्नु त एकछिन हेरेर आनन्द लिनु है। पिचक बाटो सुरुको अगाडि मात्र त्यो थापाना मात्र पो राखेको बाटो कुनै ठाउँमा बन्दै रहेछ। अगाडि पिच थियो तर पिच भएर चाहिँ हामीलाई राम्रै होला भन्ने ठानेको थियो। बिचमा चाहिँ नराम्रो बाटो पनि रहेछ, बन्दै रहेछ। आशा गरौँ अर्कोचोटि आउँदाखेरि यो बाटो चाहिँ पिच भएको हुनेछ। हेर्नुहोस् काम निरन्तर लागिपरेको छ। काममा निरन्तरता भइरहेको छ। हामी त्यही पनि नहारिकन नतर्सिकन अगाडि बढिरहेको छौँ। यता त खालान न आँटै क्या हामी चाहिँ गुप्त बराहबाट अघि बढिसकेको छ। गुप्त बराह जहाँ
बडा भगवान चाहिँ गुप्त बस्नुभएछ भन्ने मान्यता थियो मान्यता थियो या मान्यता छ हिन्दूहरूको चाहिँ हामी चाहिँ अब पाहाडको साइडबाट अघि बढिरहेको छौँ अब करिब हामी आइसकेका छौँ अब लगभग 2 किलोमिटर पनि छैन होला बडा मन्दिर जान चाहिँ हेर्नु त कति राम्रो दृश्य देखेको छ साइडमा पहाडहरू बिचमा सप्तकोशी बगिरहेको छ अनि साइडबाट पहाडको साइडबाट बाटो गइरहेको छ मलाई त बेला बेलामा त डर लागिरहेको थियो साइडमा हेर्दाखेरि हेर्नु पुलबाट हामी प्रवेश गर्दैछौँ है त हामी चाहिँ बरात क्षेत्र प्रवेश गर्ने गेटबाट हामी प्रवेश गरिसक्यौँ अब हामी बाइक पार्किङ गर्न जाँदैछौँ है त साथीभाइहरू पार्किङ ठाउँमा आइसक्यौँ हामी चाहिँ आइसकेका छौँ हामी यहाँ बरात छ त यो चोक आइसकेको छ अब हामी बरात छ त धामतिर जाँदैछौँ पुरा टोली जम्बो टोली लाइक कमेन्ट भिडियोमा त्यहाँ चङ्गा छ नि मान्छे धरतीको पहिलो धाम भन्दै ल इतिहास सिकाऊ क्या अनि यो हजुर मात्रै भनेर काम दिँदैन इतिहास प्रधानमन्त्री बोल्दैन हामी के बोल्नु देशको प्रधानमन्त्री बोल्ने भयो हामी पनि बोल्नु हामी चाहिँ अघि बढ्दै धरतीको पहिलो तीर्थस्थल हेर्न सकिन्छ यहाँ लेखिसकेको छ जय धरणी जय बराह धरतीको पहिलो तीर्थ बराह क्षेत्र धाम हामी चाहिँ बराह मन्दिर प्रवेश गऱ्यौँ सिडीबाट तल झरिरहेको छौँ हाम्रो साथीहरू चाहिँ अगाडि गइसक्नु यहाँले चाहिँ फोहोरहरू राख्नको लागि डस्टबिनहरू पनि राखिएको रहेछ राम्रो लाग्यो मलाई पहिलाको हेरी अहिले चाहिँ धेरै सुधारहरू भएको रहेछ बराह क्षेत्र नगरपालिकाले चाहिँ धेरै ध्यान पुर्याएको जस्तो मलाई लाग्छ यहाँ मलमास भएको हुनाले त्यति पूजा देखिनँ मैले भिड चाहिँ थिएन तर पनि राम्रै थियो हामी यहाँ टाढैबाट दर्शन गऱ्यौँ किन हामीले खाना खाएको थियौँ खाना खाएको हुनाले चाहिँ खाना खाएपछि मन्दिरभित्र चाहिँ जान मिल्दैन भन्ने हिसाबले चाहिँ हामीले भित्र प्रवेश गरेनौँ अनि हामी अलिक तल गएर चाहिँ हामी सप्तकोशीको कोशीको खोला छेउमा हेर्दैछौँ दृश्यहरू यतातिर कहाँ बाँधेर राखेको छ यतै हो यही हो यतै कहाँ छ क्या त्यो जाली वरि पनि बनाएर राखेको छ अब हामी चाहिँ त्यो शिलाको खोजीमा थियौँ जुन शिला चाहिँ धर्मात्माले मात्र उठाउँछन् भन्ने जनविश्वास रहेको छ अहिले चाहिँ यसलाई चाहिँ एकदम ताला लगाएर राखिएको छ किन राखिएको होला भन्ने रहस्य चाहिँ म तपाईँलाई अहिले भन्छु नै अहिले त्यो शिलालाई चाहिँ ताला लगाएर राखिएको छ भनिन्छ पहिला एकचोटि
चोरले चाहिँ त्यो शिलालाई चाहिँ चोरेर लगेको हुनाले पछि फेरि भेट्टाएपछि त्यसलाई चाहिँ अहिले चारैतिर घेरेर चाहिँ ताला लगाएर राखिएको छ। जादु गर्न त पाइँदैन नि अब कहीँ पनि।